दर्शकबिन सम्पूर्णमा नमस्कार। मोतीबिन्दु पछाडि आँखा पाकेको हामी कन्जन तपाईहरु हेर्दै हुनुहुन्छ अहिले स्मार्ट लालीगुराँस मिडिया र अहिले म यसै रङ्गेली नगरपालिका वडा नम्बर 7 मा रहेको निकै नै लामो समयदेखि सञ्चालनमा आइरहेको आँखा अस्पतालको एउटा केन्द्रमा हामी यहाँ उपस्थित छौं र तपाईहरु यसै भिडियो मार्फत मेरो पछाडिको दृश्य हेर्न सक्नुहुनेछ। यो जुन भवन छ यो निकै पुरानो भवन छ र अलिकति व्यवस्थित अवस्थामा नभए पनि यस भवनबाट यो आँखा अस्पतालको केन्द्रले निकै नै ठूलो मात्रामा सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ र सेवाको बारेमा भन्नुपर्दाखेरि यस अस्पतालमा दिनहुँ हामीले अनुमान लगाएका छौं दिनहुँ यहाँ 150 देखि 200 सेवाग्राहीहरू आफ्नो आँखाको उपचार तथा कानको पनि यहाँ उपचार गरिन्छ। दुवैको उपचारका लागि यहाँ आउनुहुन्छ। आप लोग कहाँ से आए हो? उखरेल चौक से। हाँ, यहाँ का सेवा कैसा लगता है आप लोग को? सेवा तो ठीक है, यहाँ अपना सर्जरी के लिए आए थे, उसका कान खराब था। हाँ। और वो एक बार दवाई लिया यहाँ से, वो ठीक है। हाँ। अब दोबारा हम आए हैं साला का लड़का से लेकर। आप कहाँ से आए हो? नहीं सर, उखरेल चौक से? नहीं, ये मिया कराबाड़ी थाने से आया है। आपका परिचय? नाम नागेश कुमार यादव, घर जयपुरा मेरा रहने वाले। यहाँ बहुत दिन से आते हैं, 5 साल से मैं यहाँ समझे ना। समस्या क्या था? समस्या कान का वो भी ठीक है, आँख का भी ठीक है। यहाँ का सेवा कैसा लगता है आपको? बढ़िया है, बहुत बढ़िया लगता है। सेवा जो है ना, बढ़िया दवा चल रहा है। हजुरको शुभ नाम? मेरो नाम भक्त सिंह। तपाईको यहाँ चाहिँ के काम, तपाईँ यहाँ कुन पदमा कुन सेवा दिँदै हुनुहुन्छ? म चाहिँ नेत्र सहायक विराटनगर आँखा अस्पतालबाट मैले यहाँ काम गर्दै गरेको तपाईँको लगभग 10 वर्ष भइसक्यो है। त्योभन्दा पहिला चाहिँ विराटनगर आँखा अस्पतालमा थिएँ। अब यहाँनिर यसो भन्नुपर्दाखेरि चाहिँ तपाईँको कमनली अहिले अब यो मकैको सिजन होइन भएको कारणले गर्दा बढी चोटपटक लागेर होइन आँखाको नानीमा चोट लागेर अल्सर भन्छौँ हामी, त्यो अल्सर भएर आँखा हुन्छन् है। त्यसै गरी चाहिँ तपाईँको अहिले मोतीबिन्दु पनि छ, मोतीबिन्दु पनि आउँछ। त्यसै गरी तपाईँको मोतीबिन्दु पछाडि आँखा पाकेको हामी कन्जन्टिभाइटिस भन्छौँ, त्यस्ता केसहरू हुन्छ। त्यसबाहेक चाहिँ अरू बिरामीहरू पनि छन्, जस्तै अब अहिले तपाईँको बढ्दै ट्रेन्डमा जुन हाम्रो यो ग्लुकोमा जुन हाम्रो ग्लुकोमा छ, त्यसै गरी चाहिँ डायबेटिक रेटिनोपेथी। जस्तै यो डायबेटिक रेटिनोपेथी भनेपछि तपाईँको मान्छेहरूमा जब यो डायबेटिक इन्सिडेन्स बढी हुन्छ नि, इन्सुलिनको मात्रा इन्सुलिन भन्नाले बडीमा जब इन्सुलिनको मात्रा बढी हुन्छ, त्यसले गर्दा चाहिँ डायबेटिक शरीरमा लेभल जुन बढेपछि आँखाको पर्दामा पनि अप्ठ्यारो पर्छ, त्यस्तो पनि हो त्यस्ता केसहरू। त्यसै गरी बच्चामा चाहिँ तपाईँको अहिले जुन हाम्रो बच्चामा धेरै नियर वर्कहरू भइरहेछ नि, त्यसले गर्दा रिफ्र्याक्टिभ एरर है, आँखामा चस्मा लाग्ने त्यस्तो विषयहरू हुन्छ होइन। त्यसै गरी चाहिँ अब तपाईँको कमनली यिनै हुन् बिमारी। कहिलेकाहीँ तपाईँको आँखामा हरियो सागसब्जीले जुन कमी हुन्छ नि, त्यसलाई हामी जेरोफ्थेल्मिया भन्छौँ, त्यस्ता केसहरू पनि यहाँ आउँछन्। कमनली सबै केसेसहरू आउँछ क्या। अब यसमा चाहिँ क्याट्र्याक्ट बढी आउँछ, रिफ्र्याक्टिभ एरर बढी आउँछ। अरू अहिले चाहिँ सिजनेबल जुन हुन्छ तपाईँको हरेक सिजनमा, जस्तै अब धानको सिजनमा चोटपटक लाग्ने, अब मकैको सिजनमा चोटपटक लाग्ने, त्यस्ता केसहरू चाहिँ बढी आउने गरेछ। तपाईँले यहाँ जुन चेक जाँच गरेर यही उपचार गर्नुहुन्छ कि यहाँबाट रेफर गर्ने पनि कन्डिसन आएको छ? अब यस्तो छ क्या, तपाईँको सर्जिकल केसहरू होइन, सर्जरी गर्नुपर्ने केसहरू चाहिँ हामी कमनली विराटनगर नै पठाउँछौँ। विराटनगर भन्नाले पनि तपाईँको यो विराटनगर आँखा अस्पतालको ब्रान्च भएको कारणले गर्दा हामी विराटनगर आँखा अस्पतालले पठाउँछौँ, किनभने त्यहाँनिर पठाउँदाखेरि चाहिँ मान्छेहरूलाई चाहिँ धेरै कस्ट पे गर्नु पर्दैन कि, कम रेटमा सर्भिसहरू राम्रो पाउँछन्, त्यही पठाउँछन्। त्यसबाहेक चाहिँ यहाँ उपचार हुने केसहरू चाहिँ यही गर्छौँ हामी है। अब एडभान्स कुनै केसहरूमा जस्तै अब डायबेटिकमा अब भित्री जाँच गर्नुपर्छ क्या, फन्डसहरूको एफएफएहरू गर्नुपर्छ, अरू लेटेस्ट मेसिनहरूबाट गर्नुपर्छ। त्यो मेसिनहरू त्यो फेसिलिटीहरू यहाँ उपलब्ध नभएको कारणले गर्दा त्यस्तो केसहरू चाहिँ हामी विराटनगर पठाइदिन्छौँ। तपाईँले यहाँ त्यस्तो कुनै असुविधा छ कि छैन? असुविधा त अब फिजिकल इन्फ्रास्ट्रक्चर हेर्दाखेरि यस्तो तपाईँहरूले हेरिहाल्नुहुन्छ होइन। अब एक्लैले बिरामी हेर्नुपर्छ, त्यो पनि एउटा असुविधै हो, किनभने जस्तो हिसाबले जुन हिसाबले हामीले चाहिँ एउटा सिस्टममा काम गर्नुपर्ने हुन्छ त्यस्तो अलिकति मिलेको छैन। त्यो त अब म्यानेजमेन्टले गर्नुपर्ने हो, तिनीहरूले गरिहाल्छ होइन। त्यस्तो असुविधा यहाँनिर चाहिँ छैन, किनभने म पनि यहाँ लोकल मान्छे हो, तपाईँको मेरो घर पनि सुनुपर्छ हो।
त्यसो हुँदाखेरि चाहिँ खासै असुविधा छैन, त्यही हो, कामको लोड अलिक बेसी छ, त्यही हो। अनि यहाँ दिनहुँ लगभग कतिको माझमा मान्छे रहन्छन्? अब दिनहुँ तपाईँको जेनरल ओपिडी तपाईँको नयाँ हेर्नुहुन्छ भने 60-70 आँखाको भइहाल्छ, कानको 20-25वटा भइहाल्छ, 80-90वटा भइहाल्छ, कमनले 80-90वटा भइहाल्छ। त्यस पछाडि तपाईँको फलोअप पनि आइहाल्छ, 15-20वटा फलोअप आइहाल्छ। अनि बाहिर चाहिँ हाम्रो पार्किङको सुविधा छैन, यो विषयमा तपाईँले के भन्नुहुन्छ? केही पनि छैन यहाँनिर त। यसरी इन्फ्रास्ट्रक्चर हेर्नुहुन्छ भने तपाईँको फिजिकल इन्फ्रास्ट्रक्चर केही पनि छैन, तपाईँको पार्किङ रोडै हो, रोडको फुटपाथमा मान्छेहरू बसिरहेको हुन्छ होइन। अब यो विराटनगर आँखा अस्पतालले अलिकति यसलाई यो इन्फ्रास्ट्रक्चर डेभलप गरेर अब कसरी हुन्छ म्यानेज गरेर चाहिँ अब त हेड अफिसले नै गर्ने हो होइन। यसमा हामीले चाहिँ अब बारम्बार त्यहाँ भनिराखेका छौँ, यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर चाहिँ मेन पावर पनि थप्ने कुरा हुन्छ, मेन पावर पनि थप्नुपर्छ। यहाँको घरको जुन अलिक डिजाइनिङ छ, यो डिजाइनिङ अलिक अस्पताल सेटअपको गर्नुपर्छ होइन। त्यस्तो पनि हामीले त्यहाँ बारम्बार भनिराखेका छौँ। त्यहाँ उहाँहरूले पनि लगइन गर्दै हुनुहुन्छ, यो किन्नेवाला हुनुहुन्थ्यो, अब उहाँहरूको इन्टरनल अब कहाँ पुगेको छ उहाँहरूलाई नै थाहा होला है। अरू त ठिकै छ, काम चलिरहेछ। हवस् त, धन्यवाद। थ्याङ्क यू। ल दर्शकबिन, तपाईँले यस भवनको अवस्था हेरिसक्नु भएको छ र यसका सकारात्मक चेन्जेसको लागि यसमा जुन आवश्यकताहरू छ यस भवनको, यहाँ अभाव भएको पार्किङको र विभिन्न जुन अवस्था यस केन्द्रले मागिरहेको छ त्यो अवस्थाहरू सकारात्मक ढङ्गले चेन्ज गरिदिन हुन म यस केन्द्रका जुन मेन ब्रान्च हुनुहुन्छ विराटनगर आँखा अस्पताललाई आफ्नो तर्फबाट तथा यहाँ जो सेवाग्राही आउनुहुन्छ उहाँहरू सम्पूर्णको तर्फबाट एउटा आग्रह गर्न चाहन्छु कि जुन असुविधा यहाँका सेवाग्राहीहरूले भोग्नु परिरहेको छ, यस भवनमा जुन त्रुटि छ अहिलेसम्म, त्यो सम्पूर्ण त्रुटिहरूलाई तथा असुविधाहरूलाई निकै नै ध्यान आकर्षण गरेर सल्भ गरिदिनु हुन म यसै भिडियो मार्फतबाट अनुरोध गर्दछु।